हेलो हेलो गाइज नमस्ते सबैजनालाई। हाम्रो यात्रा स्वर्गद्वारीको बाटोमा हामीले बसेर दिदीको एनिभर्सरी मनायौँ, त्यसपछि नास्ता खायौँ, हाम्रो यात्रा सुरु भयो प्रभु महाराजको। हेलो हेलो गाइज, हाम्रो यात्रा स्वर्गद्वारीको हामी यहाँदेखि अब सिडी चढ्दैछौँ। हामी सबैजना जाँदैछौँ। मम्मी पछाडि सामान बोक्नु भएको छ, त्यसपछि म बोक्छु अहिले माथि गइकिन। मम्मीले दहु भयो भने त्यसपछि दिदीहरू हुनुहुन्छ। हेलो गाइस, अनि त्यसपछि बच्चाहरू पनि अगाडि गइसकेका छन्। के पाके छ र सीता दिदी? सीता दिदी चोथरा पाके छ गाइस, चोथरा खाने में आउनु होला हजुरहरु पनि। स्वर्गद्वारी यस्तो चिसो चिसो मौसम, एकदमै हावा चलेछ। छिटो आउनु छिटो। मम्मीले फेरि अगाडि हाम्रो पूजाको सामान, खानेकुरा, बच्चाहरूको कपडा लत्ती। मैया हेलो गर्यो। हेलो हेलो जाडो भयो? कतिको जाडो छ? धेरै जाडो छ। हो? तातो कपडा ल्याएनौँ नि हामीले, चिसो भयो हुन्छ अब। हेलो गाइस, यहाँ मन्दिर छ सानो, ध्वजाहरू टङ्गाउने। मैया के छ हालखबर? तब दादा गइसक्यो माथि। दाउ भयो आराम आरामसँग हिँड्नु। स्वर्गद्वारी प्रभु महाराज को जय। स्वर्गद्वारी प्रभु महाराज को जय। मेरो छोरीको त ज्ञानी छिन् नि, हिँड्दै आएको छु नि आफै। भाउ आछ नि पहिला नि हजुरले उतारमा थियो नि सानो हुँदाखेरि नि। अनि मन्दिर पहाडमा नि पहाडमा लाइट ल्याएको मैले, अगरबत्ती पनि ल्याएको मैले। लागेको छ हेर्नु यस्तो। हजुर हामी नि पहाडमा नि पहाडमा हिँडेको थियौँ नि। उचालमा नि आमा म बाबाजी के छ त हाल खबर? म त अस्ति